साथीहरू म तपाईहरुलाई आज एउटा नयाँ जानकारीमूलक भिडियो चाहिँ सेयर गर्न गइरहेको छु। हेर्नु होला, भिडियोलाई अन्तिमसम्म हेर्नु होला र यदि तपाईहरुलाई मन पर्छ भने साथीहरू लाइक कमेन्ट गर्न चाहिँ नछुटाउनु होला है त। र यदि च्यानलमा नयाँ हुनुहुन्छ र सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नु होला साथीहरू है। हेर्नुस् त, उहाँ दाजुले चाहिँ बाँसबाट चाहिँ तपाईको चोया निकाल्ने नयाँ तरिका तपाई हामीलाई सिकाउन जानुभएको छ। तपाई हामीले भिडियोलाई अन्तिमसम्म हेर्नु होला। हेर्नुस् है त, उहाँले अब बाँसबाट चाहिँ चोया निकाल्नको लागि चाहिँ कसरी चाहिँ के गर्नुपर्छ तपाई हामीले चाहिँ बाँस भन्ने त थाहा छ होला हैन। बाँसबाट बनेका विभिन्न चाहिँ तपाई हामीलाई चाहिँ परिकारहरु पनि पक्कै पनि थाहा छ। तर उहाँ दाजुले चाहिँ बाँसबाट चाहिँ चोया निकाल्ने नयाँ चाहिँ प्रविधि हामीलाई सिकाउँदै हुनुहुन्छ। हेर्नुस् है त, भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र तपाईहरुलाई भिडियो कस्तो लाग्छ मेरो भिडियो तपाईहरुले चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ र कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि तपाईहरुले कमेन्ट गर्नु होला। र यदि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नु होला साथीहरु है त।